सिकारीको गोली लागेर नुवाकोटमा एक महिला गम्भीर घाइते। नुवाकोटको शिवपुरी गाउँपालिका 3 दियालेमा सिकारीले चलाएको गोली लागेर एक महिला गम्भीर घाइते हुनुभएको छ। स्थानीय 41 वर्षीय कान्छीमाया तामाङ घाँस काट्न गएको बेला बिहीबार अपराह्न गोली लाग्दा उहाँको अवस्था गम्भीर बनेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार सिकारीले चलाएको गोली तामाङको छातीमा लागेको थियो। घटनापछि तत्काल उद्धार गरी उहाँलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। प्रारम्भिक अनुसन्धानबाट घटनास्थल नजिकै करिब 17-18 जना स्थानीय व्यक्तिहरू सामूहिक रूपमा शिकार खेल्न जङ्गल पुगेका बेला दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। यस क्रममा घटनास्थलबाट 2 थान भरुवा बन्दुक र मृगको मासु समेत बरामद गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको बताएको छ।